रमणीय इन्टरभ्यू दिनको लागि सजिलो कति नम्बर कोठा हुन्छ 1 2 3 4 5 6 त्यो भनिदिनु पर्यो दाइ, छिटो भनिदिनु पर्यो, मैले पनि केही बुझ्नु छ कि भनेर कमेन्ट गर्नुभएको रहेछ श्री रोकया ब्रदरले है। अनि ब्रदरलाई चाहिँ म सरी भन्न चाहन्छु किनकि तपाईँले धेरै पहिला कमेन्ट गर्नुभएको रहेछ। सो मलाई धेरै कमेन्टहरू आउँछ नि, त्यो कमेन्टहरू छानेर रिप्लाई दिँदा सो ढिलो भयो, त्यसको लागि आइएम सो सरी भन्न चाहन्छु होइन। अनि तपाईँले भन्नुभएको रहेछ 1 2 3 4 5 6 वटा कोठामा चाहिँ कुन कोठामा सजिलो हुन्छ दिन इन्टरभ्यू, कुन कोठाको मान्छेले सजिलो क्वेसनहरू सोध्छ भनेर सोध्नु भएको रहेछ होइन। तपाईँहरू दिल्लीमा रहेको रोमानिया एम्बेसीमा जानुपर्ने हुन्छ यसको लागि, तपाईँहरू इन्टरभ्यू फेस गर्नुको लागि है। यस्तो हुन्छ त्यहाँनिर के हुन्छ भने तपाईँलाई इन्टरभ्यू लिने मान्छे चाहिँ सिसा हुन्छ एउटा वाल होइन। सो सिसाभित्र हुन्छ अनि हामी बाहिर उभिने हो, अनि साइडमा एउटा माइक हुन्छ, सरी स्पिकर, अनि भित्र माइकमा बोलेर उनीहरूले हामीलाई क्वेसनहरू सोध्छ अनि हामीले स्पिकरमा सुनेर हामीले क्वेसनको एन्सर दिनुपर्छ होइन। सो त्यसरी चाहिँ दिनुपर्छ। अनि तपाईँले सोध्नुभएको 1 2 3 4 5 6 मा कुन चाहिँ राम्रो हुन्छ भनेर सोध्नुभएको रहेछ। यस्तो हुन्छ ब्रदर है, सधैँ एउटै कोठामा है एउटै मान्छेले इन्टरभ्यू लिन्छ भन्ने हुँदैन। त्यहाँ मान्छेहरू स्टाफहरू चेन्ज भइरहेको हुन्छ, इन्टरभ्यू लिने स्टाफहरू चेन्ज भइरहेको हुन्छ होइन। सो त्यही भएर कहिलेकाहीँ के हुन्छ भने तपाईँ 1 नम्बरमा जानुहुन्छ होइन, तपाईँलाई गाह्रो सोधिदियो भने तपाईँको साथीलाई सजिलो पर्न सक्छ 1 नम्बर कोठामा है। कहिलेकाहीँ 2 नम्बरमा कसैलाई सजिलो कसैलाई गाह्रो, कहिले 3मा कसैलाई सजिलो कसैलाई गाह्रो, यो भनेको यस्तो भइरहन्छ। एउटै भन्ने हुँदैन यो नम्बरमा सजिलो सोध्छ है भन्ने हुँदैन। म इन्टरभ्यू दिन जाँदाखेरिको मान्छे र तपाईँ इन्टरभ्यू दिन जाँदै हुनुहुन्छ भने तपाईँलाई सोध्ने मान्छे चेन्ज हुनसक्छ, त्यहाँ फरक मान्छेहरू फरक स्टाफहरू आएको हुनसक्छ। सो यसमा चाहिँ है त्यो भ्रम नपर्नु होला है, तर तपाईँहरू प्रिपेयर भएर जानु होला। यदि तपाईँहरू बोल्न सक्नुहुन्छ, प्रिपेयर हुनुहुन्छ भने तपाईँले इजिली कटाउनुहुन्छ, खासै केही सोध्दैन, सामान्य क्वेसन एन्सरहरू सोध्ने हो है। सो त्यही भएर डराउनु पर्दैन है। अनि 1 2 3 4 5 6 मा कुनमा सजिलो, योमा सजिलो, तँमा गाह्रो भन्ने हुँदैन, किनकि त्यहाँ मान्छेहरू चेन्ज भइरहेको हुन्छ, स्टाफहरू चेन्ज भइरहेको हुन्छ है। अब म जाँदा मलाई सजिलो पर्यो 2 नम्बरमा, भोलि 2 3 दिनपछि कुनै साथीभाइ जानुहुन्छ 2 नम्बरमा, उहाँलाई गाह्रो पर्न सक्छ होइन। सो त्यो सजिलो गाह्रो कोठामा क्वेसन गाह्रो सोध्छ, यहाँको यति नम्बरमा सजिलो सोध्छ, यति नम्बरमा गाह्रो सोध्छ भन्ने हुँदैन। सो आफू चाहिँ प्रिपेयर भएर जानुपर्छ है। अनि थ्याङ्क यू सो मच कमेन्टको लागि है त।